गुड मर्निङ सर। अहिले गुड मर्निङ हो हेलिकप्टर सर। तेरा बाजेले सिकाएको छ यहाँ आएर सरी सर। बुढा उतार्नु न बस्छौँ सर। थ्याङ्क यू सर। धेरै बोल्ने न फेरि ओके सर। दगु बिहादै बोल्नु। अनि आज के हो त पढ्ने के आज होइन सबैभन्दा पहिला एटेन्डेन्स हो। त्यो नाम के हो अरे? तुमाने 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 को लाग्दै यसो नाम बाबु होइन होला ठिकै छ ल सबैजना आज छन् नि क्लासमा छम सर। ठिकै छ तिमीलाई त थाहा छैन होला म के पढाउँछु अनि के पढाउँछु मैले नेपाली पढाउँछु मैले तर के पढाउँछु मैले सामाजिक सामाजिक पढाउँछु मैले के पढाउँछु मैले साइन्स बत्तिस भाइ मैले नेपाली पढाउँछु यहाँ विज्ञान भन्ने अबदेखि उयो थाहा छ कि नै विज्ञान हो तिमीलाई थाहा छ कि नै साइन्समा ग्राभिटी भन्ने हुन्छ एउटा कुरा पढ्ने च्याप्टर थाहा छ थाहा छ। ल ग्राभिटी नै के हो त ग्राभिटी नै छैन सर। के अरे ग्राभिटी छैन कहिले भन् सर यसले भने ठिक हो। कसरी ठिक हो अनि मैले त्यो स्याउ पहिलेदेखि खाइरहेको थिएँ त न्युटनको टाउकोमा खस्नुभन्दा अगाडि कसरी खाइस् तैँले पोइजन म्याथ भन् के भने त्यो पढ्छु फिब्लास नै सब क्लियर छ त्यसो ठिक छ तपाईँ त्यो राम्रो सबैभन्दा मान्छे सबैभन्दा राम्रो मान्छे हो ल ठिक छ आज क्लास हिँडिसकिन लाग्यो तर भनेन नि ग्राभिटी भने ग्राभिटी भने गुरुत्वको आसन हो कि के यस्तै हो क्या गुरुत्वाकर्षण हो सबभन्दा जेनिकल ल हो त्यही हो के भनिस् रे के कुरा अरे सरलाई नभन्नु ल आजको क्लास हिँडिसकियो भोलि सबैजनाले फिब जाउने त्यहाँबाट पढ्न आउने हुन्छ के भनिस् रे A few moments later. गुड मर्निङ सर। गुड मर्निङ कोरियन भाषाबाट गुड मर्निङ सर भन्छ नि आना गासे सँगसँगै भन् कसको आमा खस्यो? आना गासे भन् होइन होला बुढी होला ए बुढी भन्छ एउटा त बिहा गरे आछ नि पत्ला मान्छे पत्ला मान्छे ए माया होला पर्नाले त बिहे गर्छ सर। मेगा उयो त कागज ए दिल पनि गरे सर हौली बेला दु अर्को त्यो गर्नु तर भात खाने बेला दिल त एउटा सर लास्ट अबल किन भन्नु ल त म तास खेला दिन त सिद्धो तास खेल्ने तले तले त यहाँ बस यता क्लास सिकाउनु बोल्दै सर हामी सब सब गुड सर। सब आएछौ सम्पा नयाँ मैले हात उठाउँछ नयाँले भने फेरि आएर हात उठाउँछ नयाँले हात उठाउने है ल सब आएर ल हिजो पढे सबलाई थाहा छ नि थाहा छ सर। म सोध्छु है अहिले हजुर उयो छुट्टी खान्छ तपाईँले पनि चाख्नु दिन्छ ल ल हिजो पढे सब जानेछौ तपाईँलाई पनि चाख्नु दिन्छौँ सर लाउनु। त उठ आना गाँसी भने के हो आमा खस्यो भने आमा खस्यो। आमा खस्यो कसको? हिजो चाहिँ पढाएँ मैले तँलाई बस यहाँ बस नजान्नु पर्छ खान्छ अब 5000 चाहिन्छ अब 5000 जागिर हामीलाई कोरियन भाषा छैन। त्यही भन्छ हामीलाई फाइदा हुन्छ त ढिलो गरेर पढेरै हालत पक्कै पनि होइन पढेर त तास खेलेर पढे होइन यहाँ अगाडि मुर्गा भन् मुर्गा किन भन्ने मुर्गा भन् नपढेर भन् हो यही भन्छ अब ल ल त उठ त बनिराख के एकछिन भन् त उठ तैँले के गरिराख हिजो पढे थाहा पढाएस् कि नै कुनै पढाएको छु? साटिन भने के हो सानो भने आमा खस्यो बाउ खस्यो
आमा मरे काट्नु जलाम भयो सीता माथि राख्नु म मानेल भने क्या मान्नु भने लसुन बस ल यसले पढाएको बस सर सर मलाई एउटा डाउट ल उठ के डाउट भयो छा हुने के हो थाहा भने तैँले हिजो पढाएको थियो काट्नु थियो अब हामी तँलाई पढाए बेला नपढ्ने अनि तँलाई खाएर ला आफूले हो, जान्दैन त्यही हो। आफूले जान्दैन त्यही भएर काबिसाबी खोजेर ल है ल अब तँ केटा तास न तास ल है ल पढ्दैन पढ्न नहीं म भर्खर आउने छ नयाँ विद्यार्थी हो भोलिबाट पढ्ने पैसा ओए त ए त्यही भए तास खेले हामी यहाँ आएर ओए तास खेल्ने खोइ ओए ओए बाक बाक तासले तासले धौब पढ्ने बेला धौबा थियो कि नै सजिलो आएछ खोइ त पढ्यो भोलिबाट गर्ने जाऊ यति पैसाले बिग्रिन्छ जस्तो मानिस मलाई पैसा बिगाउनु खोज्छ चल्ने खै चल्ने सुड्डो बरो सुड्टी खाने हो तैँले सुर्ती तँले नखाबाट मेरो भए पैसा हराइदिस् तैँले पैसा मेरो छोयो सुड्टी हराइदिने तैँले मेरो पैसा मेरो खानदानले ल ओए सबले एकछिन पढ यहाँ अघिल्लो पढायो आनेगासी हो सबले पढ सबले एकछिन कङ्कलेका छुमाला मटला दोजो योसिको ओए राम्रोसँग पढै त त्यहाँ हल्ला न गरिरहेछौँ सर हामीले आइज फोनी अरे वानाहरु नालो सर डगीले के भन्छ खे बोजलाई के भन्छ त्यही हो भोलिमा आएर सोध्छ है तिमीलाई सबले पढायो पागल रहेछ सर बोल्नु रहेछ आफू आफू गरी 5000 को जागिर खाए कोरिया नगरे हाम्रो कोरिया पेल्न लाग्छ यसले के सक्ला जाम हामी निस्क्यौँ बरु अर्को कक्षामा त्यहाँ गएर त छोराछोरी जन्मिनले काम गरेर आउँदाखेरि त छोराछोरी भएन भने त के काम के क्वेस्ट केटा सब सल्लाह गरेर भोलि खुकुरी दाउ खुकुरी होइन मुजी खोडा